5 tips to make your IELTS exam way more easier. Tip number 1, know the format. Exam को format थाहा हुन एकदमै जरुरी छ. हजुरहरुलाई कन्टेन्ट त थाहा छ तर फर्मेटै थाहा छैन भने you will blank out for sure. त्यस्तो स्ट्रेसफुल सिचुएसनमा झन् मान्छे ब्ल्याङ्क आउट भयो भने नबिग्रिने एक्जाम पनि यसै बिग्रिन्छ. सो नो द फर्मेट or understand the format before you give your examination. It will help you boost your self confidence a lot. है. सेकेन्ड पोइन्ट भनेको नो योर विकनेसेस. आफ्नो विकनेस थाहा हुन एकदमै जरुरी छ सो द्याट यु क्यान वर्क अन इट एन्ड ब्रिङ सम इम्प्रुभमेन्ट्स. है. 4वटा सेक्सन मध्येमा जुन सेक्सन हजुरहरूलाई एकदम डिफिकल्ट लाग्छ त्यसमा यु स्टार्ट वर्किङ अन इट फ्रम टुडे. आफ्नो मोर अमाउन्ट अफ टाइम चाहिँ त्यसमा दिनुहोस्. देन यु विल स्टार्ट सिइङ दी पोजिटिभ चेन्जेस. टिप नम्बर 3, मेक अ डेली रुटिन. कुन टाइमिङमा पढ्ने भनेर चाहिँ आफ्नो एउटा डेली रुटिन बनाउनुहोस्. है. त्यो बनाउनु भयो भने चाहिँ योर ब्रेन विल स्टार्ट वर्किङ अकर्डिङली अनि त्यो कन्टेन्टहरू क्याच गर्न चाहिँ एकदमै सजिलो हुन्छ. सजिलो एन्ड फास्टर, भेरी कन्भिनियन्ट. है. अर्को भनेको चाहिँ सेट योर डेली गोल्स. केही इम्प्रुभमेन्ट छ हैन, इम्प्रुभमेन्ट छ तर टु मेक इट मोर फास्टर यु निड टु लाइक वर्क डेस्परेटली नि त. सो त्यो इम्प्रुभमेन्टलाई नै अझ छिटो ल्याउनको लागि चाहिँ यु निड टु सेट डेली गोल्स. जस्तै 80बाट 15 छ, यु डोन्ट ह्याभ एनी गोल्स बट एक दुईवटा इम्प्रुभमेन्ट मात्र देखियो लाइक आउट अफ नो वेयर यतिकै तुक्का लागेको जसरी मात्र एक दुईवटा राइट भयो अनि त्यहाँबाट ओ म त इम्प्रुभ भएछ भनेर चुप्लाएर बस्ने होइन. नो, 15 अस्ति आएको छ भने आज म 20 ल्याउँछु भनेर टार्गेट गर्नुहोस्. त्यतिको टार्गेट राख्नु भयो भने 19 सम्म त आउला नि त हैन. अब टार्गेटै छैन भने त त्यही हो 15, 16, 17 त्यही नै तुक्का हानेर त्यसरी नै आउँछ. सो यु निड टु सेट अ गोल. है. डेस्परेटली यु स्टार्ट वर्किङ अन इट देन यु विल सी इम्प्रुभमेन्ट्स. है. अर्को भनेको प्र्याक्टिस रेगुलरली. हप्तामा मन लागे पढेको छ 2 दिन, मन नलागे त्यही 2 दिन पनि पढेको छैन हो, त्यसो गरेर चाहिँ हुँदैन. हजुरहरूले चाहिँ रेगुलरली प्र्याक्टिस गर्न जरुरी छ बिकज practice makes a man perfect. Everybody knows that. है. सो डेली प्र्याक्टिस गर्न चाहिँ जरुरी छ. अब एकदम 2-3 घण्टै पढ्नुपर्छ भन्ने होइन. 1 घण्टा मात्र पढ्नुहोस्. 4वटा सेक्सन छ, टाइम डिभाइड गरेर पढ्नुहोस्. 1 घण्टा त यत्तिकै जान्छ हो. त्यो 1 घण्टा चाहिँ डेली 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 1 घण्टा मात्र पढ्नुहोस्. भइहाल्छ. यु विल सी इम्प्रुभमेन्ट्स. हप्तामा 2 दिन पढ्नु र हप्तामा 2 दिन 6 घण्टा पढ्नु र डेली 1-1 घण्टा पढ्नुमा इट मेक्स अ ह्युज डिफरेन्स. राइट. सो इफ यु वान्ट एनी मोर टिप्स यु क्यान फलो अस. थ्याङ्क यू.